नमस्कार। आजको यो भिडियो सुरुवात गर्नुभन्दा अगाडि यो भिडियो हेरौँ है त। देशको खत्रै मान्छे भन्छु के मलाई यो चाहिँ मलाई थाहा छ हैन त्यो दिन चाहिँ जस मसँग जब हुन्छ नि म मेरो सोशल मिडियाको पावर कसरी युज गर्नुपर्छ नि म एकदम राम्रोसित देखाउँछु के म त्यतिखेर चाहिँ के राइट वेमा कसरी युज गर्ने सो दैट मेरो कमिङ अप जेनेरेसनले पनि देखोस् न यार। हो, सुदन गुरुङले भने चाहिँ सामाजिक सञ्जालको खत्रै पावर छ, मात्र सही र सकारात्मक उपयोगको खाँचो हो। तपाईँ हामीलाई थाहा भएको कुरा हो, सामाजिक सञ्जाल भनेको इन्टरनेटको माध्यमबाट विश्वभरिका मानिसलाई एउटै सूत्रमा बाँड्ने यो एउटा डिजिटल प्लेटफर्म हो। सामाजिक सञ्जालको माध्यमले पुरानो साथीहरू भेट्ने, नयाँ सम्बन्धहरू स्थापित गर्ने र अन्तर्राष्ट्रिय स्तरमा सम्बन्धहरू विस्तार गर्नको लागि सामाजिक सञ्जाल उपयोगी छ। यसले विचार सूचना भावना र मनोरञ्जन आदान प्रदान गर्न सहयोग पुर्याउने मात्र होइन, यसबाट छिटो र सस्तो तरिकाले समाचार तथा जानकारीहरू प्राप्त गर्न सकिन्छ। फेसबुक, युट्युब, टिकटक, टेलिग्राम जस्ता प्लेटफर्ममा शैक्षिक सामग्रीहरू, एजुकेसनल कन्टेन्ट, अनलाइन कक्षा, ट्युटोरियल भिडियो आदि सहज रूपमा प्राप्त गर्न सकिन्छ, जसले हामीलाई अध्ययनमा मद्दत पुर्याउँदछ। विभिन्न पेशा व्यवसाय गर्नेहरूको लागि सामाजिक सञ्जाल बहुउपयोगी बहुआयामिक प्लेटफर्म पनि हो। विभिन्न व्यवसाय उत्पादन तथा सेवाहरूको प्रवर्धन गर्नको लागि, बजारीकरण गर्नको लागि यो सहज र सरल माध्यम पनि हो। साना व्यवसायहरूले कम लागतमा सशक्त रूपमा आफ्नो व्यवसाय, सेवा र उत्पादनलाई प्रवर्धन गर्न सक्छन्। अहिलेको यो सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल मानव जीवनको अपरिहार्य अङ्ग बनिसकेको अवस्था छ। यसको प्रयोगले हाम्रो जीवनशैलीलाई सहज, जानकारीमूलक र रमाइलो बनाउन सक्छ, तर यसको असावधानीपूर्ण प्रयोगले समस्या पनि निम्ताउन सक्छ। त्यसैले सुदनले भने चाहिँ यसको सही सदुपयोग गर्नुपर्छ र यसको असली शक्ति हामीले देखाउनुपर्छ। फेसबुक, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालहरूको सही सदुपयोग गरी हामी बीचको सामाजिक आत्मीयता र सद्भावलाई अझ मजबुत बनाउनुपर्छ। अहिले त झन् मेटाले फेसबुकलाई नेपालमा मोनिटाइजेसन हुने देशको रूपमा सूचीकृत गरिसकेको छ। फेसबुकमा सेयर गरिएका हाम्रा पोस्टहरू, फोटोहरू, भिडियोहरू, रिल्सहरूले पैसा कमाउन सक्छ। फेसबुकका केही नियमहरूभित्र बाँधिएर हामीले नेपालमै बसी बसी घरमै कन्टेन्ट क्रिएट गरी गरी पैसा कमाउन सकिने यो अवसर पनि प्राप्त भइसकेको छ। त्यसैले सामाजिक सञ्जालले जुन हामीलाई यो अवसर दिएको छ, यो प्लेटफर्म दिएको छ, यसको सही सदुपयोग गरेर घरमै बसी बसी हाम्रा टोल छिमेकमा भए गरेका राम्रा कुराहरू, राम्रा कामहरू, राम्रा व्यक्तित्वहरू र राम्रा ठाउँहरूको भिडियो बनाएर हाम्रा सामाजिक सञ्जालमा सेयर गरौँ। यसले हामी बीचमा रहेको आपसी सद्भाव, आपसी आत्मीयतालाई अझ प्रगाढ बनाउनेछ। यो सँगसँगै हाम्रो ठाउँलाई विश्व सामु चिनाउनेछ। यो सामाजिक सञ्जालहरू भनेको अन्तर्राष्ट्रिय सञ्जाल हो। त्यो कारणले गर्दाखेरि हाम्रा व्यक्तित्वहरू, हाम्रा ठाउँहरू, हाम्रा विषयहरू, हाम्रा कुराहरू अन्तर्राष्ट्रिय स्तरमा यसले एक्सपोजर पाउनेछ र पक्कै पनि समृद्ध नेपालको जुन एउटा आकाङ्क्षा छ यो पुरा हुनेछ, हाम्रै पालोमा पुरा हुनेछ। त्यसैले नेपालीहरू, त्यसैले हामी सबै सकारात्मक बन्नुको विकल्प छैन। हामी सबैजना सकारात्मक भयो भने हाम्रो समाज, हाम्रो परिवेश, हाम्रो देश सकारात्मक हुन्छ र सबैलाई सकारात्मक ऊर्जा मिल्छ र देश पक्कै पनि समृद्ध बन्नेछ। यहाँहरू सम्पूर्णलाई यही आह्वान गर्दै सामाजिक सञ्जालको सही सदुपयोग गरिदिनुको लागि यहाँहरू सम्पूर्णमा विनम्र विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद।